So hello everyone, this is Chris अनि आजको यस भिडियोमा चाहिँ हामीहरू क्लास 9 को फंक्शन च्याप्टर रिलेटेड केही ट्रिकी प्रब्लम्सहरू गर्नेछौँ, फंक्शनको कन्सेप्टलाई डिस्कस गर्नेछौँ र त्यसलाई सकाउनेछौँ। सो लेट्स गेट स्टार्टेड। सबभन्दा पहिला फंक्शन भनेको के हो? व्हाट द हेल डज फंक्शन मीन? फंक्शन जान्नुभन्दा अगाडि हामीले कुनै कुनै टर्म्सहरूको बारेमा जान्न आवश्यक पर्छ, किनकि त्यो टर्म्सहरूको बेसिक नलेज र कन्सेप्ट हामीले थाहा पाइसकेपछि फंक्शन एकदमै सजिलो हुन्छ। ती टर्म्सहरू चाहिँ के हुन् भन्दाखेरि एउटा अर्डर पेयर्स, कार्टेसियन प्रोडक्ट, कार्टेसियन प्लेन अनि रिलेसन। स्टेप बाई स्टेप म हजुरहरूलाई बुझाउने छु, चिन्ता नगर्नुहोस्, डोन्ट वरी, योर ब्रदर इज हियर। ओके एन्ड या ल सपोज एउटा सेट छ 1,2, यसलाई हामीहरू सेट भन्न सक्छौँ किनकि दिस इज एन कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट। अनि यो सेटमा चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि यसलाई हामीहरू के भन्छौँ, यसलाई हामीहरू एक्स भन्छौँ, एक्स कम्पोनेन्ट, अनि यसलाई हामीहरू वाइ कम्पोनेन्ट भन्छौँ है। हामीले के भन्न सक्छौँ भन्दाखेरि एक्स कम्पोनेन्टको भ्याल्यु इज नट इक्वल्स टु 0 अनि वाइ कम्पोनेन्टको भ्याल्यु इज अल्सो नट इक्वल टु 0। हामी अर्को के भन्न सक्छौँ थाहा छ? y इक्वल्स टु एक्स प्लस 1 नि भन्न सक्छौँ। किन यसको y कम्पोनेन्ट जुन छ त्यो x कम्पोनेन्ट भन्दा 1 गुणाले बढी छ। यो एउटा फिक्स्ड प्याटर्नमा छ किनकि यसको y को भ्याल्यु x प्लस 1, y को भ्याल्यु यसको x कम्पोनेन्ट भन्दा 1 ले बढी छ। y is the sum of x component and 1. So we can declare that it is in a definite order. ल यतिसम्म मैले के भने त मैले हजुरहरूको अगाडि एउटा सेट प्रेजेन्ट गरेँ 1,2। त्यो सेटमा चाहिँ हामीले अब्जर्भ गरेर चाहिँ के थाहा पायौँ भन्दाखेरि यसको एक्स कम्पोनेन्ट नि 0 को बराबर छैन, वाइ कम्पोनेन्ट नि 0 को बराबर छैन। इन सर्ट एक्स इज नट इक्वल टु 0 एन्ड वाइ इज नट इक्वल टु 0। अर्को एनालाइसिस गर्दाखेरि हामीले के थाहा पायौँ भन्दाखेरि यसको एउटा डिफाइनाइट अर्डर छ किनकि यसको वाइ कम्पोनेन्ट चाहिँ एक्स कम्पोनेन्ट भन्दा 1 ले बढी छ। सो यो दुईटा प्रपर्टिज यदि एउटा सेटमा भयो भने यसलाई हामीहरू के भन्छौँ? वी क्यान से द्याट इट इज एन अर्डर पेयर्स। अब अर्डर पेयर्समा चाहिँ 1,2,3 हुन्छ त? हुन्न नि। किनकि अर्डर पेयर्स नाममै पेयर्स छ, दुईवटा मात्र हुनुपर्छ। दुईवटा भन्दा छोटो नि हुनु भएन, दुईवटा भन्दा बढी नि हुनु भएन। Order pairs is the set of any two elements in a definite order where the value of each element is not 0. Okay, order pairs त सजिलो सक्यो, छोटो मिठो order pairs सक्यो। अब हामीहरू जाम कार्टेसियन प्रोडक्टमा। So what the heck is Cartesian product? एउटा सपोज एउटा चाहिँ सेट A छ, अर्डर पेयर भनौँ। सेट ए मा चाहिँ एउटा अर्डर पेयर छ 1,2। अब जाम हामीहरू अर्को फर्म गरौँ नयाँ सेट। यो सेटमा चाहिँ अर्डर पेयर के छ? 3,4 छ। यतिसम्म क्लियर छ कि नै? मैले दुईटा सेट बनाएँ, ए को भ्याल्यु 1,2 छ एउटा अर्डर पेयरमा, 3 को भ्याल्यु 3,4 छ। यतिसम्म क्लियर छ कि नै? मैले भनेको दुईवटा सेट फर्म गरेँ मैले। एउटा सेटमा चाहिँ अर्डर पेयरको भ्याल्यु 1,2 छ भने अर्को सेटमा चाहिँ अर्डर पेयरको भ्याल्यु 3,4 छ। अब कार्टेसियन प्रोडक्ट भनेको चाहिँ एउटा प्रोडक्ट हो। प्रोडक्ट भन्ने बित्तिकै हामीले के बुझ्छौँ? मल्टिप्लिकेसन। कार्टेसियन प्रोडक्ट भनेको चाहिँ यो दुईटाको मल्टिप्लिकेसन गर्दाखेरि जुन प्रोडक्टेन्ट रिजल्टमा आउँछ त्यही प्रोडक्टलाई नै हामी के भन्छौँ? कार्टेसियन प्रोडक्ट भन्छौँ। सो डेफिनेसन त सिम्पल छ, कार्टेसियन प्रोडक्ट इज the product of any two order pairs given. The real question is, how can we find the product of these two order pairs? हामीहरू सबभन्दा पहिला यो लेख्नुपर्छ अनि यो इक्वल्स टु एउटा ठुलो कर्ली ब्र्याकेट दिउँ अथवा लार्ज ब्र्याकेट, इट्स यो चोइस। अनि हामीहरू अर्डर पेयर्सहरू लिस्ट गरेर राखौँ। सो अब यो प्रोडक्ट अथवा कार्टेसियन प्रोडक्ट फाइन्ड गर्ने तरिका चाहिँ के भन्दाखेरि हामीले सेट ए को एक्स कम्पोनेन्टले फर्स्टमा सेट बी को एक्स कम्पोनेन्ट,
सेट ए को फर्स्ट कम्पोनेन्टले सेट बी को फर्स्ट कम्पोनेन्टसँग मल्टिप्लाई गर्नुपर्छ। सो सेट के फर्म हुने भयो त 1,3 एउटा 1,3 फर्म भयो। कसरी फर्म भयो ले हामीले सेट ए को एक्स कम्पोनेन्टले सेट बी को एक्स कम्पोनेन्टसँग मल्टिप्लाई गर्यौं। यिनीहरू दुईटालाई हामीले मल्टिप्लाई गर्यौं। इन एन सिमिलर वे हामीहरू अब सेट ए को एक्स कम्पोनेन्टलाई सेट बी को वाई कम्पोनेन्टसँग पालो मल्टिप्लाई गर्छौं। सो फर्स्टमा के हुने भयो 1,3 भयो, त्यसपछि 1,4 भयो। सेकेन्डमा के हुने होला त? यस, एब्सोल्युटली राइट, 2,3 र 2,4। किनकि हामीले सिरियली वाई कम्पोनेन्टले एक्स कम्पोनेन्टलाई मल्टिप्लाई गर्यौं अनि वाई कम्पोनेन्टले वाई कम्पोनेन्टलाई नि मल्टिप्लाई गर्यौं। सो भन्दै जानुहोस् हजुरहरूले नि। अब सेकेन्डमा के हुने भयो त 1,4 हुने भयो। त्यसपछि के हुने भयो 2, के हुने भयो? यस, 2,3 हुने भयो। त्यसपछि के हुने भयो 2, एब्सोल्युटली राइट 4 हुने भयो। This was pretty much it about कार्टेशियन प्रोडक्ट। अरू कुरा क्लास 9 सम्मलाई त कार्टेशियन प्रोडक्टको केही जान्नुपर्ने छैन, यति हो कार्टेशियन प्रोडक्ट भनेको। सो कार्टेशियन प्रोडक्ट भनेको के रहेछ एकचोटि सरल फेरि भनिहालौँ त। द प्रोडक्ट which is formed by multiplying any two order pairs given by any two sets। ओके, कार्टेशियन प्रोडक्ट भनेको नि बुझ्यौँ हामीले, अर्डर पेयर्स भनेको के हो भनेर बुझ्यौँ, कार्टेशियन प्रोडक्ट भनेको के हो भनेर नि बुझ्यौँ। अब हामीहरू कार्टेशियन प्लेन भनेको चाहिँ के हो भनेर बुझौँ है त। ल सपोज यो ए इन्टु बी एउटा कार्टेशियन प्रोडक्ट भयो। एउटा ग्राफ छ, ग्राफमा के हुन्छ, ग्राफमा एक्स ड्यास वाई त लेखिँदैन त के हो, वाई ड्यास, यसलाई हामीहरू ओरिजिन भन्छौँ। अब यो कार्टेशियन प्रोडक्ट फर्म गर्दाखेरि त धेरैवटा एलिमेन्ट्सहरू फर्म भयो नि त, धेरैवटा अर्डर पेयर्स फर्म भयो नि त। यो एउटा अर्डर पेयरले अर्को अर्डर पेयरलाई मल्टिप्लाई गरेर जुन कार्टेशियन प्रोडक्टको अर्डर पेयर्सहरूलाई छ नि त्यो त धेरैवटा 20वटा नि हुनसक्छ, 17वटा नि हुनसक्छ, 27वटा नि हुनसक्छ, धेरैवटा अर्डर पेयर्सहरू फर्म हुन्छ नि त। जतिवटा अर्डर पेयर्स छ त्यसलाई ग्राफको फर्ममा ग्राफिकल प्रेजेन्टेसन गरेर उतार्ने प्रक्रियालाई नै हामी के भन्छौँ, कार्टेशियन प्लेन भन्छौँ। कार्टेशियन प्लेन is the way of representing the elements of set A cross B in a graph। यता हामीले रिप्रेजेन्ट गरेपछि के हुन्छ होला त 1,3 कता हुने भयो 1,3 यता हुने भयो, 1,4 छ, 1,4 कता हुने भयो 1 हल्का माथि, त्यसपछि 2,3 छ, 2,3 कता हुने भयो त यतापट्टि हुनु भयो, अनि 2,4 कतापट्टि हुनु भयो त यतापट्टि हुनु पर्यो। यिनीहरूलाई जोडिराख्नु नेसेसरी छैन। अनि यस, दिस फर्म अफ रिप्रेजेन्टिङ every elements of the Cartesian product in a graphical way is called Cartesian plane। कार्टेशियन प्लेन नै बुझ्यौँ। अब हामीहरू पढौँ रिलेसनको बारेमा। व्हाट डु यु मिन बाई रिलेसन? सो यस, अब रिलेसन भनेको चाहिँ के होला त? अघि नै हामीहरूले कार्टेशियन प्रोडक्टमा के पढ्यौँ, अघि नै कार्टेशियन प्रोडक्टमा के थियो अरे 1,3 थियो, 1,4 थियो, 2,3 थियो एन्ड सो अन। मैले यहाँबाट एउटा कन्डिसन थाहा पाएँ यसलाई डिफाइनाइट बनाउनको लागि। यसलाई डिफाइनाइट बनाउनको लागि एउटा कन्डिसन के थियो अरे यतापट्टि y इक्वल्स टु x प्लस 1, यो कन्डिसन थियो नि हो। यो कन्डिसनको आधारमा मैले यसको सबसेट बनाएर सपोज एउटा 1,3 बनाएँ, अर्को 1,4 बनाएँ। यसलाई मैले छाड्दै किनकि सबसेट भनेको त सुपरसेटको हल्का मिनी भर्सन जस्तो हुन्छ नि त, त्यसैले यो मैले यसको सबसेट यो बनाएँ। अब यो सबसेट बनाउँदाखेरि यसको त के न के त कन्डिसन छ नि त, यसको यो 2 हुनुपर्ने, सरी यो। अब यसको यदि हामीले एनालाइसिस गऱ्यौँ भने यसको सबसेटलाई हामीले के थाहा पाउँछौँ भन्दाखेरि यो एउटा सबसेट हो जुन चाहिँ एउटा गिभन कन्डिसनको अनुसार सेटिस्फाइड छ, अनि यो सबसेट चाहिँ केबाट बनेको हो, कार्टेशियन प्रोडक्टबाट बनेको हो। अनि यही सबसेटलाई हामी के भन्छौँ, रिलेसन भन्छौँ। सो
रिलेसन रिफर्स टु द सबसेट अफ कार्टेसियन प्रोडक्ट, त्यही हो रिलेसन भने। अब रिलेसनलाई चाहिँ रिप्रेजेन्ट गर्नको लागि चाहिँ हामी एउटा स्पेसल सिम्बल दिन्छौँ। रिलेसनलाई चाहिँ हामी क्यापिटल आरले रिप्रेजेन्ट गर्छौँ। अनि जस्तै दुईवटा अर्डर पेयर्सको बिचमा दुईवटा सेटको बिचमा चाहिँ रिलेसन छ अरे, सपोज एउटा ए 1 2 अर्को बी 3 4, यो दुईवटा सेटको बिचमा चाहिँ रिलेसन छ अरे है, सपोज ल यो एउटा रिलेसन भयो। अनि यो रिलेसनलाई चाहिँ अब हामीले कसरी लेख्छौँ भन्दाखेरि रिलेसन यो डबल सेमिकोलन जस्तो ए एरो बी लेख्न चाहिँ हामीहरू यसरी भन्छौँ, र पढ्दाखेरि चाहिँ हामी के भन्छौँ भन्दाखेरि रिलेसन सच द्याट फ्रम सेट ए टु सेट बी, रिलेसन सच द्याट फ्रम सेट ए टु सेट बी, त्यो भन्छौँ हामी। अनि यस त्यही थियो रिलेसनको बारेमा। अब हामीहरू जाम फर द नेक्स्ट टपिक, टाइप्स अफ रिलेसन। टाइप्स अफ रिलेसन, टाइप्स अफ रिलेसनमा चाहिँ फर्स्ट टाइप भनेको रिफ्लेक्सिभ हो। आई डोन्ट नो इफ द स्पेलिङ इज राइट, माई स्पेलिङ इज नट सो गुड, तर या रिफ्लेक्सिभ भनेको चाहिँ के भन्दाखेरि जस्तै एउटा रिलेसन छ, यो एउटा बिग ब्र्याकेट भयो, अनि यो बिग ब्र्याकेटको बिचमा चाहिँ अर्डर पेयर्सहरू कस्तो छ भन्दाखेरि ए छ, एउटा
अब लेट्स मुभ अन टु टाइप्स अफ फङ्सन। टाइप्स अफ फङ्सन मेनली त धेरैवटा टाइप्स हुन्छ, तर क्लास 9मा चाहिँ हामीले 4वटा टाइप्स पढ्नुपर्छ, अनटु, इन्टु, वान टु वान र मेनी टु वान। अनटु फङ्सन भनेको चाहिँ कोडोमेन र रेन्ज इक्वल भएको। जस्तै हजुरहरूले यता हेर्न सक्नुहुन्छ, यस इमेजेसहरू यता के छ त 3 4 5। इमेजेस भनेको रेन्ज नि 3 4 5 छ, कोडोमेन नि 3 4 5 छ। कोडोमेन र रेन्ज त बराबर भयो नि त, त्यसैले हामीहरू यसलाई के भन्छौँ, अनटु फङ्सन भन्छौँ। अब हेर्नुहोस् अर्कोमा इन्टु फङ्सन भनेको। इन्टु फङ्सनको एक्जाम्पलमा हेर्न सक्नुहुन्छ हजुरहरूले, रेन्ज चाहिँ 3 र 4 छ। रेन्ज भनेको चाहिँ 3 र 4 मात्र छ, तर कोडोमेन भनेको त 3 4 5 छ नि त, किनकि यता त सानो 5 नि चङ्टिन्छ नि त हो। रेन्ज भनेको के हुने भयो, 3 र 4 हुने भयो, तर कोडोमेन भनेको त 3 4 5, तिनीहरू त बराबर भएन नि त, त्यसै इन्टु फङ्सन हो। इन्टु फङ्सन इज सच फङ्सन वेयर कोडोमेन इजन्ट इक्वल टु रेन्ज। अब जाम हामीहरू वान टु वान फङ्सनमा। वान टु वान फङ्सनमा चाहिँ के हुन्छ भन्दाखेरि युनिक इमेजेसहरू हुन्छ, इमेजेसहरू दोहोरिँदैन। जस्तै यता हेर्न सक्नुहुन्छ हजुरले 1 को 3 छ, 2 को 4 छ। यता हामीहरू 1 को 3 र 2 को 3 नै लेख्न सक्थ्यौँ, यसले सपोर्ट गर्थ्यो। यता हामीहरू 1 को 3 छ, 2 को 4 छ। यता हजुरहरूले हेर्न सक्नुहुन्छ x को y छुट्टै छ, 2 को नि y छुट्टै छ, त्यसैले यो 1 टु 1 फङ्सन भयो। तर मेनी टु 1 फङ्सनमा त हेर्नुहोस् त के छ, 1 को 3 छ, 2 को नि 3 छ, 3 को नि 5 छ। यो त के भयो, मेनी टु 1 फङ्सन भएन नि त। सो द्याट्स वाइ हामी यसलाई के भन्न सक्दैनौँ, हामी यसलाई एक्ज्याक्टली 1 टु 1 फङ्सन नभनिकन हामीहरू यसलाई मेनी टु 1 फङ्सन भन्छौँ। 1 टु 1 फङ्सनमा युनिक इमेज हुन्छ भने मेनी टु 1 फङ्सनमा चाहिँ सेम इमेज हुन्छ। सो गाइज अब चाहिँ हामीहरू यो च्याप्टर रिलेटेड एउटा ट्रिकी क्वेसन गरौँ, प्रुफ द्याटको। अनि हजुरहरूले देख्न सक्नुहुन्छ मेरो स्क्रिनमा मैले मेरो नोटप्याडमा एउटा क्वेसन लेखेको छु। त्यो क्वेसन चाहिँ के रहेको छ भन्दाखेरि, इफ fx प्लस 2 इक्वल्स टु fx प्लस f2 प्रुभ द्याट f0 इज इक्वल्स टु 0 एन्ड f माइनस 2 इज इक्वल्स टु माइनस f2। अब हामीहरूले सुरुको f0 इक्वल्स टु 0 प्रुभ गर्नको लागि के गर्छौँ भन्दाखेरि x को भ्याल्यु 0 सपोज गर्छौँ। यो x को भ्याल्यु चाहिँ जति नै सपोज गर्दा हुन्छ, तर क्वेसन अनुसार चाहिँ हामीले आफ्नो दिमाग लगाएर त्यसलाई सल्भ गर्ने प्रयास गर्नुपर्छ। अब मैले चाहिँ यता x को भ्याल्यु 0 सपोज गरेको छु। 0 सपोज गर्नको कारण यो माथिको यो फङ्सन दिएको यता 0 हुन्छ, यता 0 हुन्छ, जसको कारणले f0 प्लस 2 इज इक्वल्स टु f0 प्लस f2 हुन्छ। यसलाई सल्भ गरेपछि f0 प्लस 2 भनेको f2 हो, यतापट्टि f2 छ, त्यसैले यो f2 लाई लेफ्ट ह्यान्ड साइड लग्दाखेरि f2 माइनस f2 हुन्छ। अनि त्यो चाहिँ f2 माइनस f2 भनेको 0 हुन्छ। अर्को राइट ह्यान्ड साइडमा अलरेडी f0 छ, जसका कारणले f0 इज इक्वल्स टु 0 हुन्छ। अब सिमिलरली हामीलाई f माइनस 2 इज इक्वल्स टु माइनस f2 भनेर नि प्रुभ गर्नु छ। हामीहरू x को भ्याल्यु माइनस 2 सपोज गरेपछि के हुँदो रहेछ यता भनेपछि f माइनस 2 प्लस 2 इज इक्वल्स टु f माइनस 2 हुन्छ। f माइनस 2 प्लस 2 भनेको f0 हो। अनि हामीहरू अब नेक्स्ट अपरेसनमा f0 इज इक्वल्स टु f माइनस 2 प्लस f2 लेख्न सक्छौँ। हामीलाई अलरेडी थाहा छ कि f0 भनेको त 0 हो, यो त हामीलाई अघि नको अपरेसनबाट थाहा भइसकेको छ, त्यसैले हामी यसको भ्याल्युलाई 0 राख्न सक्छौँ। 0 राखेपछि मैले के गरेँ भन्दाखेरि यो f2 लाई उतापट्टि लेफ्ट ह्यान्ड साइड लग्दै, जसको कारणले यसको साइन चेन्ज भएर माइनस f2 हुन्छ। अनि माइनस f2 भनिसकेपछि माइनस f2 इज इक्वल्स टु f माइनस 2 हुन्छ। लाइक दिस हामीहरू आफ्नो दिमाग लाएर र कन्सेप्टलाई मजबुत बनाएर फङ्सनको एक्सर्साइज गर्छौँ।